पनि खानी लायक हुन्छ क्या यो हेर्दा यस्तो बनाउँछ तर खानी लायक छ तर तपाईँहरूलाई फेरि नखाइदिनु होला किनकि तपाईँहरूलाई फेरि अनकम्फर्ट होला अनकम्फर्ट भयो भने मान्छेले त्यो खाएको तर तपाईँहरूलाई के डर नहोस् भन्दाखेरि यो जुन ब्याक्टेरिया बनाइरहँदा कस्तो ब्याक्टेरिया बनाएको भन्ने एउटा तपाईँलाई पनि उयस थियो जस्तो यो अहिले यो मही कति होला यो मही 1 लिटर होइन यो 1 लिटर मही नै यसरी राख्दा यो चाहिँ कति यो ठ्याक्कै चाहिएकै यस्तै हो क्या अमिलो अझ राम्रो भन्छ है यो के हुन्छ भन्दाखेरि यो ब्याक्टेरिया बनाउने बेला गुलियोले के गरिदिन्छ भन्दाखेरि गुलियोमा चाहिँ ब्याक्टेरिया टिक्दैन स्ट्रङ बन्दैन क्या जस्तो यो बिचारीले बनाउन सकिन्छ यो अर्को चिज नै बनाउन सकिन्छ नि यो यसमा चाहिँ त्यो भएको कारणले गर्दा यसको चाहिँ जस्तो 5 भाग हाल्दा फेरि यो हालेर चाहिँ छ नि तपाईँ यो हालेर अब कतिसम्म अड्कलिन्छ अब देखिँदैन तपाईँ छोडिदिनु 200 ml जस्तो राखिदियो होइन यो राखेर अनि यो चाहिँ राखेर तपाईँले एकपटक हातले अथवा कसैले यसमा नाइट्रोजन भएको कारणले यस्तो हुन्छ कि जस्तो यो चाहिँ छ नि यसरी हल्लाइदिँदा के हुन्छ भन्दाखेरि यो नाइट्रोजन भएको कारणले अर्को ब्याक्टेरिया चाहिँ छ नि होइन अर्को ब्याक्टेरिया चाहिँ छ नि अर्को नेगेटिभ ब्याक्टेरिया किल गरिदिन्छ यसको राम्रो पक्ष जस्तो अरू कुरामा अर्को फोहोरले हालिदियो भने बिग्रिन्छ भन्ने कुरा हुन्छ तर यसमा नाइट्रोजन भनेको यस्तो नाइट्रेट कन्सर्ट गरिदिन्छ कि अरू ब्याक्टेरियालाई खाइदिन्छ क्या अनि यसमा पोटासियमले जे हाले पनि यो फोरे हाले पनि तपाईहरुको सफा हुने भयो फोरे हाल्यो भने नि केही फरक नपर्ने है त्यो कारणले गर्दा तपाईँ यसलाई चाहिँ जस्तो घाममा लगेर राखिदिनु होला हैन 3 दिन 4 दिन 5 दिनमा यस्तो कन्सन्ट्रेसन बढ्दै गइसकेपछि यो आफ्नै प्रकारको दुर्गन्ध बन्छ है अब त्यही भएकाले अब यो यस्तै गरेर तपाईले घरमा बनाउनुस् अब मल्टिप्लिकेसनको कुराहरु तपाईलाई गर्दैछु जस्तो अर्को कुरा चाहिँ कम्पोस्टिङको कुरा सबै सुधार गरिदिनुस् 15 दिन घाममा राख्नु पर्छ पुगो 1 लिटर मैले पुगो त खुला राख्न पाइदैन खुला राख्न एक दिन अक्सिजन दिनुपर्छ यहाँ जीवाणु हुन्छ जीवाणु भइसकेपछि के हुन्छ त्यो त अक्सिजन नदिए त मर्छ नि जस्तो हामीले यो बट्टामा राख्यो भने यो बट्टाको पिँधहरू उडेर यो फुल्छ अरे हैन त्यो फुलको कारण के हो यहाँ जीवित छ है त्यो कारणले गर्दा तपाईले यसरी नै गर्नु होला केही सरले अलिकति यसरी तयारी हुँदाखेरि त्यसको कलरहरु पनि चेन्ज हुन्छ कलर चेन्ज हुँदै जान्छ कलरहरु चेन्ज हुन्छ जस्तै हामीलाई अहिले यो टेम्परेचरमा पु यो 14 दिन 15 दिनमा तयारी भएको छ जस्तै पुसमा मङ्सिरमा बनायो हैन त्यो पुस माघमा तपाईको 14 दिनमा कन्फर्म भन्छ अहिले त तपाईको लगाउने हैन है यसको आफै तापक्रममा यो के हुन्छ भने आफैमा दुर्गन्ध जब बढ्दै जान्छ नि हाई कन्सन्ट्रेसन भइसक्यो जब हाई लेभलमा गइसकेपछि के हुन्छ त यसले चाहिँ सुरुवात गर्छ त्यो गर्नुको कारण के हो भने जाने बित्तिकै काम गरोस् भन्न लाग्यो के फेरि गर्न त तपाईको यो प्रयोग गर्यो भने अहिले पनि काम चाहिँ गर हो लगभग तर अहिले ढिलो काम गरे कन्सन्ट्रेसन लो भयो भन्ने यो माटोमा जोत्ने अगाडि नै छर्दा पनि मिल्यो यो यो टोडेलमा साग लाउनु पर्ने पछि जस्तै यसलाई के अब हामी कहिले काहीँ ट्राइकोडर्माहरु 2 ग्राम 3 ग्राम 4 ग्रामहरु कहिले काहीँ अब हामीले बनाउन ढिलो भइराखेको पानी मिसाएर गर्ने त्यो ढिलो भएको खण्डमा त हामी कहिले काहीँ ट्राइकोडर्मा 1 लिटरमा 2 ml 5 ml 5 ग्राम जस्तो गरेर छिटिहाल्छौँ दिइहाल्छौँ यसलाई पनि के छ यसको प्रावधान कहिले काहीँ चाहिँ यो बनाउन अवस्था 14-15 दिनलाई नङ पुर्न नसक्ने अवस्था हुन्छ नि त्यो बेलामा हामीले छिट्नु पर्ने अवस्था आयो भने जस्तै मानव 2 ml प्रति लिटर हो कि यसलाई एउटा रिकमेन्डेड डोजमा यो यस्तो छ यो चाहिँ जस्तो 50 ml टु 200 ml भनेर राखेको छौँ त्यसलाई यसलाई 50 देखि 200 ml सम्म हालेर छर्ने भन्छौँ जस्तो डाइरेक्ट बिरुवा जस्तो एकजना म्याडम उहाँले चाहिँ आफूले मात्रै गर्नुभएको मलाई यत्रो मेहनत किन गर्नु पर्यो यसले यही लगेर 50 ml राखेर बिरुवामा छरिदिनु भयो भने रिजल्ट दिइहाल्छ यही मदरले नै काम गर्छ तर के भन्दा त्यो त कस्टिङ बढी हो नि त किनकि अब यो त मल्टिप्लिकेसन गरेर जाँदा उहाँले त सक्नुहुन्न नि त यत्रो खेती गर्नु आज कहाँको सम्भव है बुझ्नु नि यो हरेक पद्धतिबाट सुधारेर बस्छौँ क्या हामी त्यही भएको कारणले ल अब सबैजनाले यति राम्रो प्रभावकारिता देखियो 1 लिटर पानीमा 50 ml हैन 1 लिटर पानीमा 50 देखि 200 ml जस्तो टमाटर खेतीमा भयो भने तपाईको टमाटर त धेरै हाल्नु पर्छ नि त्यसलाई 200 ml हाल्नु सागमा गर्नु पर्ने सागलाई त थोरै चाहिन्छ त्यसलाई के 50 ml राखिदिनु मदरको कुराकानी गरे है त्यही भएको कारणले यो पनि गर्न सक्नुहुन्छ हैन विशेषतः अब यत्रो राम्रो कार्यक्रम हाम्रो अध्यक्षजी हुन्छ हेर्नु के अरे अब वासुदेव अधिकारीजीलाई एकदमै यो टिमलाई धन्यवाद दिँदै अब छुट्छु सरले थोरै बोलिदिनु होला हामी एउटा कुरा त्यो हामी जस्तै ट्राइकोडर्मा स्युडोमोनासहरूलाई चाहिँ के गर्छौँ भने त्यसको चाहिँ 1 इयर्ससम्मको त्यसको चाहिँ एक्सपायरी डेट हुन्छ हैन त्यसलाई चाहिँ सकिँदै गयो अब यो त सकिँदै जान्छ नि 1 लिटर हाल्दै गयो छिट्दै गयो
अनि ट्राइकोडर्मा सुब्रमण्यस चाहिँ हामीले चाहिँ त्यसमा चाहिँ त्यो बेसनहरू हाल्छौँ, त्यसपछि सक्खरहरू हाल्छौँ, त्यसलाई चाहिँ बढाउँदै लान्छौँ। मानौँ यो सकिँदै गयो, मलाई 1 वर्षसम्म यही चलाउनु छ भने मैले अब पानी थपेर मही थपेर यसलाई चाहिँ बढाएको त्यो लेभलमा लान सक्छु कि सक्दिनँ? यसो भयो जस्तो तपाईँको जस्तो जीवाणु अथवा अरू स्युडोमोनास अथवा ट्राइकोडर्मा त्यो डेभलप गर्ने बेला तपाईँ गुड बेस अथवा गुड अथवा तपाईँले के भन्छ चनाको पाउडर अनि बेसन एज एनिथिङ तपाईँको खाना दिनु हो। खाना दिनुको सट्टा हामीले त्यो खाना दिन के दियौँ, त्यो दही मही दियौँ। दही मही दिँदा नि के हुन्छ भनेपछि लास्ट कसै सकिएन भने 100 लिटर बनाउँछ त्यसले 3 लिटर राख्छ। 3 लिटरबाट उसले 100 लिटर फेरि हाल्न सक्छ। अनि त्यस पछाडि फेरि अर्को पटक 6 लिटर राख्छ, अर्को सेसनमा नि गर्न सक्यो। तर त्यसको प्रभावकारिताको विषयमा अहिले हामी ग्यारेन्टी दिँदैनौँ। तपाईँहरूको त्यो रिसर्च अझै पनि रिसर्चमै होइन, रिसर्च होइन, फाइनली हो त्यो। हामी रिसर्च कहाँ हुने, रिसर्चबाट बाहिर निस्किसक्यो हो। तर सेकेन्ड जेनेरेसन जन्माउने बित्तिकै के हुन्छ त त्यो क्वालिटी डाउन हुने बित्तिकै हामी त किसान त हुँदैनौँ होइन। राख्न सक्नु सेकेन्ड या 2 जेनेरेसनमा 3 डब्बा राख्न सक्नुभयो, या 3 जेनेरेसनमा 6 डब्बा चाहिँ राख्न सक्नुभयो। तर प्रभावकारिता त्यो लेभलमा त्यो लेभलमा हुँदैन। हुन्छ अध्यक्षजीले अलिकति केही भनिदिनुहोस्, किनकि म भिडियो बनाएको कारण। मैले अध्यक्ष किसानको तर्फबाट थोरै ल प्लिज मैले त अघि नै बोलिसकेँ, हजुर गर्नु न। हजुर एनपिके मदर ब्याक्टेरिया हिमालय एनपिके मदर ब्याक्टेरियाका आदरणीय रिसर्चर डाक्टर सुदर्शन सर, त्यसै गरी सिबी सर, टिम र उपस्थित हाम्रो कृषि शाखाका अधिकृतज्यू, हेन्ड्स अधिकृतज्यू, कुमारदाई, उपस्थित सम्पूर्ण आदरणीय किसान महानुभावहरू सबैलाई नमस्कार छ। खास गरेर एउटा पाटो छ कि हामी यो जोडिन्छौँ खाद्यान्न र स्वास्थ्य, त्योसँग खाद्यान्नसँग माटो जोडिन्छ, माटोसँग उत्पादन जोडिन्छ, उत्पादनसँग हाम्रो स्वास्थ्य जोडिन्छ र यो साइकलमा हाम्रो चाहिँ जीवन चक्र छ। त्यसैले हाम्रो स्वास्थ्य अल्टिमेटली हामीले जुन उपभोग गरिरहेछौँ त्यो कस्तो माटोबाट आइरहेछ र त्यो माटो र त्यसबाट कस्तो बिरुवा छ भन्ने कुराको जुन एउटा पुरानोदेखि होइन हामीले पुरानो त्यो अस्तिको पाला के गर्दै थियौँ, हिजो के हो र आज कुन अवस्थामा छ र त्यसको फलबाट जुन कस्तो कन्जम भइरहेछ, उपभोग भइरहेछ, त्यसको कस्तो प्रभाव छ र त्यसलाई कसरी न्यूनीकरण गरेर घटाउन सकिन्छ। अब अहिले मान्छेसँग जग्गा जमिन छैन, फुर्सद छैन, एउटा कुरा। अर्को कुरा सबै चाहिँ होइन गाई फार्मिङ या गर्न सक्दैन, तर हामीलाई चाहिँ उत्पादन गर्दाखेरि त्यो मल चाहिन्छ, मल पनि राम्रो मल चाहिन्छ, अर्ग्यानिक मल चाहिन्छ। त्यसो हुँदाखेरि हामीले सजिलो रूपबाट चाहिँ नि जुन केमिकल मलहरू युरिया होला, पोटास होला, के अरे अर्को डिएपी होला, त्यसबाट पनि बाहिर रहेर हामीले कसरी त्यसबाट अझ राम्रो मल बनाउने, अर्ग्यानिक बनाउने र राम्रो मल बनाएर त्यसलाई चाहिँ नि उत्पादनमा लगाउने र स्वस्थ उत्पादन गर्ने, अनि स्वस्थ उत्पादनलाई फेरि उपभोग गर्ने जुन एउटा यो सिस्टम छ, त्यो सिस्टममा एनएपीको हिमालयन ग्रुपको यो चासो। र अर्को महत्त्वपूर्ण कुरा चाहिँ के छ भने हामी त्यसै आएको, उहाँहरू त्यसै आउनु भएको छैन। हामी कहाँ यहाँ चाहिँ नि यो लिपीको एसटिपी प्रोजेक्ट त्यो अन्तर्गत रहेर यो वडामा पनि हाम्रो सञ्चालन छ। त्यो अन्तर्गत रहेर चाहिँ उहाँले चाहिँ यो क्लाइमेट चेन्जसँग, डिआरआरसँग सबैसँग जोड्दाखेरि अहिले बगर खेती त्योसँग जोडिएर हुँदाखेरि उहाँकै रेकमेन्ड हो होइन। अब चाहिँ नि यो देशभरिमा 77 जिल्लामा धेरै ठाउँमा चाहिँ यस्ता कार्यक्रमहरू भइरहँदा पनि हो नि दोधोरी जानुपर्छ, ह्यान्ड्समा जानुपर्छ, त्यहाँको किसानलाई चाहिँ प्रमोट गर्नुपर्छ र त्यहाँबाट सुरुवात गर्नुपर्छ भन्ने जुन एउटा उहाँहरूको सोच आदरणीय हाम्रो विवेक सर र त्यसपछि डाक्टर साहब र सिबी सर, उहाँहरूलाई एकदमै धन्यवाद दिन चाहन्छु। र यो नयाँ टेक्नोलोजी हो होइन। अब हामी डे बाई डे चाहिँ नि पुरानो टेक्नोलोजीबाट नयाँ टेक्नोलोजी जाने र नयाँ टेक्नोलोजी सँगसँगै चाहिँ स्वास्थ्य उत्पादन गर्ने जुन र सजिलो सरल होइन। यो धेरै वस्तु पाल्नुपर्ने, त्यसबाट चाहिँ जोड्नुपर्ने विभिन्न त्यहाँ अर्कै फेरि कारण, अरू विभिन्न कारण छ। त्यसलाई अझ चाहिँ हामी यहाँसम्म आइपुग्दाखेरि जुन एउटा सजिलो उपाय उहाँले जुन एउटा ब्याक्टेरिया प्रमोट गर्नुभएको छ, त्यो ब्याक्टेरिया मार्फत जुन हामी चाहिँ एउटा मल बनाउँछ, त्यो जुन मललाई चाहिँ फेरि बाली नालीमा हामी प्रयोग गर्छौँ, त्यसबाट पाउने उत्पादन जुन स्वास्थ्यकर हुन्छ। त्यसको लागि तपाईँहरू स्पेसल्ली हामी त एउटा मिडिएटर हौँ होइन, उहाँहरू एउटा प्रमोटर हो, हामी पनि प्रमोटर हौँ। तर तपाईँ किसानलाई साँच्चै चाहिँ त्यो उत्पादन भयो भने दुधौलीको लागि भोलिको दिनमा यहाँ यो हाइवेसँग जोडिएको खोरभन्ज्याङमा अहिले प्रदेशको एउटा ट्रस्ट बन्दैछ, जहाँ मार्केट चाहिँ एउटा मार्केटको लागि होइन हाइवे मार्केटमा जोडिएको छ। अर्को कोल्ड चेम्बर पनि बन्दैछ,
त्यो अन्तर्गत तपाईँले उत्पादन गर्नुभयो भने दुधहरूको उत्पादन उहाँले अघि यस्तो मिठो काँक्रा भन्नुभयो होइन त्यस्तै मिठो चाहिँ नि फल चाहिँ नि यो स्वास्थ्यकर अर्ग्यानिक बनोस् र यो दुधहरूको छुट्टै पहिचान बनोस् भन्ने यो हाम्रो पनि चाहना हो, उहाँहरूको पनि हो, एसटिपी युनिपीको पनि हो। यसको लागि तपाईँले चाहिँ अगाडि बढ्नु अनुरोध छ र सँगसँगै चाहिँ यो सरकारले पनि कृषिसँग जोडेका यो पालिकाले पनि यसलाई पक्कै पनि लिन्छ र प्रमोट गर्छ भन्ने आशा राख्दै पुनः यो टिमलाई धन्यवाद दिँदै मेरो आफ्नो भनाइ पनि अन्त छ। धन्यवाद अध्यक्ष दादा। थोरै मात्र भनिदिन्छु। त्यो हाम्रो अब के भन्दा जति पनि नेपाल अधिराज्यभरि जसले तपाईँको गाई पाल्नु भएको छैन, भैँसी पाल्नु भएको छैन र कुखुरा पनि पालन गर्नु भएको छैन, तपाईँहरूलाई अर्ग्यानिक खेतीमा अर्ग्यानिक चिज खान मन लाग्यो, मिठो तरकारी खान मन लाग्यो भने तपाईँले आफै झोलमोल तयार गरेर तरकारी खेती गर्नुहोस् र स्वादिष्ट तरकारी खानुहोस् भन्दै बिदा हुन्छु। हस्त नमस्कार।